Happy birthday, dear Anna. Happy birthday to you. सायद मृत्युमा टुङ्गिने यात्रालाई नै भनिन्छ जीवन। मृत्युमा आँसु छ त जीवनमा हाँसो। जीवनमा हामीसँग खुसी त थियो, तर अझै थप खुसी अनि अनुग्रह पाएका थियौँ हामीले नोभेम्बर 12 तारिकको दिन। अझै खुसीको कुरा त जब उसलाई हामीले अचानक हस्पिटल लगेपछि थाहा पायौँ कि परमेश्वरले हामीलाई स्पेसल निड छोरा दिनुभएको रहेछ। धेरै धेरै स्वास्थ्य सम्बन्ध समस्याहरू जस्तै सेरेब्रल पल्सी, इपिलेप्सी, सुगर अनि अन्य जो आजसम्म छँदैछ। डाक्टरले भनिदियो तिम्रो छोरा सायद कहिले हिँड्न सक्दैन। उसको जीवन कस्तो हुन्छ हामी भन्न सक्दैनौँ। सबै सपना टुटे जस्तै लाग्यो। आँखाबाट कहिले आँसु झर्यो पत्तै पाएनौँ। प्रश्न अनि सङ्घर्षका रात अनि दिनहरू बित्न लागे। भोलिले केही त ल्याउला नि भन्दै कहिले हाँस्दै कहिले रुँदै, कहिले प्रश्न गर्दै त कहिले मन बुझाउँदै उसँग बिताएको 18 वर्ष भइसकेछ। कहाँ गए ती 18 वर्ष हिजो जस्तै लाग्छ। आँखा झिमझिम गरिदिनु त भन्दै खाना खुवाएको। ऊ बामे सर्दा त हाम्रो संसार नै हल्लिएको। ऊ उभिँदा त संसार नै पल्टिएको अनि ऊ हिँड्दा त संसार नै जितेको जस्तै लागेको थियो हामीलाई। सजिलो थिएन ती वर्षहरू। कैयौँ रात हस्पिटलमा, कैयौँ रात पिरमा अनि आँसुमा बित्न पुग्यो। अझै कति बाँकी नै होला, तर बाँकी छ अझै उसँग रमाउन, गाउन, खेल्न, जिउन अनि उसलाई जीवनको हामीले सकेको सबै खुसी दिन। यी सबै परिस्थितिको बीच हाम्रो मुख्य आधार, आड, भरोसा, किल्ला को हुनुहुन्थ्यो त? केवल प्रभु येशू ख्रीष्ट परमेश्वर, जसले नयाँ जन्म अनि अनन्त जीवन दिन सक्नुहुन्छ। उहाँ मात्रै यस्तो परमेश्वर हुनुहुन्छ जसले सबै असल वा खराब कुराहरू मिलाएर भलाइ उत्पन्न गर्न सक्नुहुन्छ। खराबी जस्तै देखिने अवस्थाबाट भविष्य र आशा दिने शान्तिका विचारहरू निकाल्न सक्नुहुन्छ। कहिलेकाहीँ यस्तो सोच आउने गर्छ, हामीले भनेको अनि गरेको कुरा तिमी कति बुझ्दैछौ होला भनेर। मानिसको वर्गीकरणमा कतिले भन्ला तिमी अशक्त मानिसौ, तर उनीहरूलाई के थाहा म तिम्रो बाबालाई ख्रीष्टमा शक्त अनि सक्षम बनाउन तिमी अशक्त बन्नु पर्यो। छोरा, तिमीलाई याद रहोस् तिमी अनि मैले विश्वास अनि भरोसा गरेको परमेश्वरले एक दिन निश्चय तिमीलाई शक्त अनि सक्षम बनाएर उहाँको आफ्नै महिमाको निम्ति उहाँको घरमा तिमीलाई प्रयोग गर्नुहुनेछ। सायद तिमी सक्षम भएको भए तिम्रो सक्षमताले ल्याएको सम्पन्नता अनि स्वाभिमानमा आज म अनि हामी संसारमै हराइरहेका हुने थियौँ होला। भनिन्छ मानिसले सबैभन्दा छिटो भुल्ने कुरा ऊ माथि गरिएको गुण हो। यसैले यो व्यस्त संसारमा दौडधुप गर्दा दिन, हप्ता, महिना गर्दै वर्ष बिति जाने क्रममा कम्तीमा एक दिन अरू धेरै कुराहरूको बीच प्रमुख कुरा तिमीद्वारा हामी परमेश्वरलाई सम्झना गर्दै, परमेश्वरमा रमाउँदै, हाम्रै आँखाको अगाडिको जिउँदो गवाईलाई निहाल्दै सम्भवमा परिवर्तन हुन सक्छ भनी घोषणा गर्दै उहाँ कहाँ फर्की धन्यवाद चढाउनका निम्ति मनाउने गर्छौँ। ह्याप्पी बर्थडे। के तपाईँ पनि असम्भवलाई सम्भवको अनि आशाको आँखाले हेरिरहन चाहनुहुन्छ? मृत्युमा अन्त्य हुने जीवनलाई पूर्ण जीवित बनाई अनन्ततामा परिवर्तन गर्न चाहनुहुन्छ? खराबी र निराशा बीच भलाइ, भविष्य र शान्तिका आशालाई प्राप्त गर्न चाहनुहुन्छ?
प्रभु येशू ख्रीष्ट तपाईँको लागि पृथ्वीमा आउनुभयो, मारिनुभयो, गाडिनुभयो र भौरी उठ्नुभयो। उहाँको रगतमा तपाईँले साँचो पश्चातापी हृदयले पाप क्षमा मागे तपाईँले पनि आजै मनाउन सक्नुहुन्छ नयाँ जीवनको ह्याप्पी बर्थडे। परमेश्वर बोलिरहनु भएको छ के तपाईँ सुन्दै हुनुहुन्छ?